वेल डन जिम्बाब्वे होइन मलाई त यति मजा आयो होइन जिम्बाब्वेको ब्याटिङ हेर्दाखेरि होइन यति राम्रो ब्रायन बेनेटको त कुरै म अलग्गै भिडियो बनाएर बनाउँछु होइन त्यो त छोडिदिउँ यस्तो बबाल जिम्बाब्वेको ब्याटिङ पनि होइन मैले भने नि केही आधारले यिनीहरूको मिसफिल्ड त्यो भएको थियो नि जति ड्रप क्याच भएको थियो नि त्यो नभएको भए मैले भने नि जिम्बाब्वेले इन्डियालाई टक्कर दिन्थ्यो कि त्यही पनि हुन्छ नम्बर वान टिमका नम्बर वान बलर पेस अट्याक त्यस्तै स्पिनर पनि त्यस्तै भएको टिमलाई पनि यहाँसम्म यिनीहरूले अलआउट गर्न सकेनन् कि यिनीहरूको धोको मनको इच्छा त थियो होला 100मा अलआउट गर्ने त्यो पनि सकेन 76 रनले साउथ अफ्रिकासँग हारेको माइनस थियो यिनीहरूले होइन त्यसपछि घर आज 72 रनले जिते प्लस त हुँदैन किनभने चाहिँ बारिस सारिस भयो भने त यिनीहरूको कामै छैन घर गइहाल्छन् होइन तब पनि त्यही पनि ओस्ट्रेलियासँग यिनीहरूले जित्नै पर्ने सेमिफाइनल जानलाई हार्यो भने घर त्यत्तिकै पनि त्यही पनि अरू कुरा त छोडौँ होइन जिम्बाब्वेको कुरा गरौँ या जिम्बाब्वेको जति गुणगान गाए पनि जति कुरा गरे पनि कहिले पनि सकिँदैन कि यति राम्रो खेल्छ भन्ने मैले सोचेको थिएन यार 150-40सम्म बनाउला कि भन्ने आश थियो यति 184 पनि बनायो दिल खुस भयो होइन अरू मलाई थाहा छैन इन्डियाको विरुद्ध यति राम्रो खेल्नु भनेको होइन नट अ जोक होइन त्यस्तो बलिङ अब हुन तिनीहरूका म्यान बलरले चुटाइ खाइरहेको थियो होइन त्यही अक्षदीप बाहेक होइन अरूका हालत त्यस्तै थिए कि हेर्दाखेरि नै अब बुमरालाई फ्ल्याट अब त्यत्तिकै टेनिस बल छक्का हानिदिन्छन् ल अब के गर्छ दुबेको त्यो 2 ओभरले कति खायो त्यो आफै सोचौँ होइन 40 प्लसै रन खाइदियो भनेपछि यिनीहरूको मैले भने नि तिमीहरू जिम्बाब्वे जस्तो टिमको अगाडि त बलरहरूले त यति घुँडा टेकिरहेछौ भने चाहिँ अब तिमीहरू वेस्ट इन्डिज टिमको अगाडि वेस्ट इन्डिजका हिटर भनेपछि तिमीहरूको यस्तै टाइपको बलिङ भने 250 होइन 260-70 त वेस्ट इन्डिजले तिमीहरूलाई चाहिँ फिक्सा हान्छन् है म त यो लेखेर राख होइन त्यही पनि मैले मान्नै पर्छ कि तर अरू कुरा त्यस्तो यो इन्डियाले जित्यो ठिक छ 72 रनले होइन आफ्नो ठाउँमा छ तर जिम्बाब्वेको तारिफ मैले भन्छ जिम्बाब्वे टिमलाई नमन पनि गर म त भन्छु रेस्पेक्ट गर होइन यिनीहरूलाई म त भने नि यति राम्रो खेल्यो होइन यहाँ यत्रो सुपर 8मा आएर यति खतरा टिमको विरुद्ध यति राम्रो खेल्लान् भन्ने मैले इन्डियाको आज धेरै नराम्रोसँग हार्लान् सोचेको थिएँ तर त्यो चाहिँ भएन होइन धेरै मन खुसी भयो होइन आज इन्डिया के अरे उसको ब्याटिङ जिम्बाब्वेको ब्याटिङ देखेर यति वेल डन जिम्बाब्वे अब नेक्स्ट एडिसनमा चाहिँ यहाँभन्दा बवाल खेल्नुपर्छ यति चाहिँ तिमीहरूलाई बेस्ट अफ लक अनि मोर भिडियोको लागि फलो गर्न पनि नभुल्नु है।